अब चाहिँ म चाहिँ फेरि अब बारीतिर लागेको। अब यो सिमी पाकेकोहरू टिप्नु छ नि त, त्यही भएर बारीमा लागेको। रेड रोज, तपाईँलाई रेड रोज देख्नु छैन जस्तो लाग्यो, रेड रोज। तुम लड़की हो मैं लड़का हूँ, आया मौसम दोस्ती का, कि आया मौसम दोस्ती का। तपाईँलाई यताको नजारा पनि देखाइदिएको नि, देखिरहनै भएको है सबैले यहाँको नजारा त है। अहिले त यो इन्टरनेटको जमानामा कहाँको मान्छे कहाँबाट देख्छ, कहाँको मान्छे कता देख्छ, कहाँ के हुँदैछ सबै कुरो थाहा भइहाल्छ है। अब म चाहिँ यहाँबाट स्टार्ट गर्ने। यतिको चाहिँ सुकेको छ साथीहरू मेरो चाहिँ सिमी। अब यो टिपेर चाहिँ अर्को पालिको लागि बिउ थन्काउनु छ। सो मैले यो ब्लगमा बनाएको पनि थुप्रो भएको थियो र आज मैले यो ब्लग बनाएर देखाउन गइरहेको छु है। सो तपाईँले किप वाचिङ अगेन, वेलकम टु माई ब्लग, इट्स श्रम्स भिलेज ब्लग है। धेरै दिनको बादमा चाहिँ अब अरू बेला काम नहुँदा त खै के को ब्लग बनाउनु हो, अनि अब यसो काम हुँदा चाहिँ बनाएकै साथीहरू। तपाईँहरूले पनि हेरिदिनुहुन्छ होला, लाइक गरिदिनुहुन्छ, सेयर गरिदिनुहुन्छ होला, अनि मेन त फलो गरिदिनुहुन्छ है भन्दै आशा राख्दै मेरो यो तपाईँलाई गर्दै गरेको प्रोसेसहरू देखाउँदै जानेछु। सो कन्टिन्यू किप वाचिङ। फाइनल्ली साथीहरू यो चाहिँ अब सिमीको बिउ सबै टिपिसकेँ हो। अनि यति सिमीको बिउभरिमा चाहिँ मलाई चाहिँ सबसे बेस्ट चाहिँ यो लाग्छ। यो चाहिँ यति राम्रो, यो ब्ल्याक कलरको हुन्छ होइन, छिपेपछि चाहिँ यो यहाँनिर हेर्दा चाहिँ पर्पल पर्पल दिँदो रहेछ। म चाहिँ यो पर्पल ब्ल्याक यो दुइटै भनौँ न। म चाहिँ यो सुकेपछि चाहिँ ब्ल्याक कलरको हुन्छ दाना हो। यो चाहिँ यति साह्रो कलिलो हुन्छ कि साथीहरू, मलाई चाहिँ यति साह्रो मनपर्छ हो। अनि म चाहिँ यो बेसी रोप्छु, यसमा हाड पनि हुँदैन होइन, अनि यो चाहिँ राम्रो लाग्छ। र अब यो चाहिँ अगौटेको छिप्पेको सिमीको चाहिँ बिउ अब यो भोलि केलाएर सुकाउँछु। अनि यति चाहिँ मैले अब यो अन्तिम छानेर निकालेको। अब यो चाहिँ केलाएर यस्तो सब्जीहरू मिसमास गरेर खानुहुन्छ हो। र अब फर्स्ट पालीको चाहिँ अगौटेको चाहिँ यति नै निकालेँ। अब अर्को पालीको चाहिँ बोटमा छिप्दैछ। यो पालीको समयको फल है साथीहरू, गऱ्यो भने त हुन्छ नि हो। यसरी मेहनतको फल मिठो हुन्छ भन्छ। सब्जी पनि खानु पायो, अब यो बिउ पनि बस्यो, दाल पनि खानु पायो। थाङ्ना लगेर चाहिँ पर लगेर थन्काउनु पर्ने छ हो। र साथीहरू अब योपालिको चाहिँ सिमीको बिउ पनि भयो है। अब यो चाहिँ केलाएर थन्काउँछु। अनि यो सेतो सेतो देख्दै गरेको चाहिँ दाल खान्छु। अनि यो कालो चाहिँ बिउ राख्छु अर्को पालिको लागि हो। अनि सेतो पनि रोप्नु त पर्छ, अर्को पालि फेरि नेक्स्ट इयर पनि दाल खानु चाहियो। सो अब यस मेरो सिमीको चाहिँ योपालिको सिजनको यति नै हो है। अनि यति नै फलेको छ। अनि अर्को कुरा के छ भने साथीहरू, म चाहिँ एउटा सिनियर ब्लगर पनि होइन, म एउटा न्यू कन्टेन्ट क्रिएटर हो है। मलाई चाहिँ यस्तो ब्लगहरू बनाउँदा साह्रै खुसी मिल्छ होइन, साह्रै मजा लाग्छ है। अनि मलाई आफूले के गरेको चिजहरू है तपाईँहरू समक्षमा देखाउनु पनि मनपर्छ, खुसी मिल्छ यसरी है। तपाईँहरूको पनि हेर्नु, आफ्नो पनि सेयर गर्नु खुसी मिल्छ। सो म यसरी ब्लगहरू बनाउँछु। सो तपाईँले मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ।